आजभोलि टिकटक, युट्युब, इन्स्टाग्रामतिर निकै नै भाइरल भइरहेका यस्ता एआई जेनेरेटेड भिडियो कसरी बनाइन्छ आजको भिडियोमा म तपाईलाई प्रोम्प्टसहित सिकाउनेछु। प्रोम्प्ट कहाँबाट ल्याउने, प्रोम्प्ट कसरी बनाउने र भिडियो कसरी जेनेरेट गर्ने स्टेप बाई स्टेप सिकाउनेछु। कृपया नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। हामीलाई एआई ट्रान्सफर्मेसन भिडियो बनाउनको लागि च्याटजिपिटी को सहयोग लिनुपर्ने हुन्छ। च्याटजिपिटी तपाईले डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोला। त्यसपछाडि आफ्नो जीमेल अकाउन्ट हालेर साइन अप गर्नुहोला। साइन अप गरिसकेपछि तपाईको मोबाइलमा यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। त्यसपछाडि तपाईले यहाँ माथि गएर यो टु डटमा गएर तपाईले क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँनेरि यो एप्स भन्ने आएको छ, यो एप्समा गएर क्लिक गर्नुहोला। एप्समा गएर क्लिक गरिसकेपछि तपाईले यहाँ जीपीटीएस भनेर देखिरहनु भएको छ। कतिपय साथीहरुको चाहिँ जीपीटीएस भनेर चाहिँ यही शो हुन्छ भने कतिपय साथीहरुको चाहिँ यो एप्स भित्र हुन्छ। यो जीपीटीएस मा गएर तपाईले क्लिक गर्नुहोला। जीपीटीएस मा गएर क्लिक गरिसकेपछि यो सर्च बारमा तपाईले लेख्नुपर्ने हुन्छ फ्लोर ट्रान्सफर्मेसन लेखेर सर्च गरिसकेपछि तपाई यस्तो खालको इन्टरफेसमा आउन सक्नुहुन्छ। यहाँ देखिरहनु भएको छ विभिन्न किसिमको लिंकहरु यहाँ उपलब्ध छ। तपाईले कुनै पनि लिंक तपाईले युज गर्न सक्नुहुन्छ। म चाहिँ यो माथिकोमा गएर क्लिक गर्न चाहन्छु। त्यहाँ गएर क्लिक गरिसकेपछि यहाँ स्टार्ट च्याट भनेर देखिरहनु भएको छ। यहाँनेरि च्याट गर्नुपर्ने हुन्छ। यसलाई स्टार्ट गर्दियौं। स्टार्ट गरिसकेपछि हामी त्यो लिंकमा प्रवेश गरिसकेका छौं। अब तपाईले यहाँनेरि हाई भनेर सेन्ड गर्नुपर्ने हुन्छ। यसरी हाई भनेर सेन्ड गरिसकेपछि तपाईलाई यो लिंकले चाहिँ इमेज जेनेरेट गर्ने प्रोम्प्ट त्यसपछाडि भिडियो जेनेरेट गर्ने प्रोम्प्टहरु एकैचोटी दिन्छ। अब यहाँनेरि 10 वटा अप्सन आएको छ है। एउटा किचन, लिभिङ रुम, ग्यारेज, बेडरुम, बाथरुम, डाइनिङ एरिया, होम अफिस, स्टुडियो, अपार्टमेन्ट, रिटेल, इन्टर, लग्जरी, शोरूम भनेर आएको छ। यो 10 वटा अप्सन आएको छ। यो 10 वटा अप्सनबाट तपाईले कुनै पनि एउटा सिलेक्ट गर्न सक्नुहुन्छ जसको चाहिँ तपाई फ्लोर ट्रान्सफर्मेसन गर्न चाहनुहुन्छ है। म चाहिँ यो 4 नम्बरको बेडरुम भनेर सिलेक्ट गर्छु। यो 4 नम्बरको बेडरुम सिलेक्ट गर्नको लागि तपाई यहाँनेरि गएर 4 लेखेर सेन्ड गर्नुपर्ने हुन्छ। यसरी नै 4 लेखेर सेन्ड गरिदिनु होला। 4 लेखेर सेन्ड गरिदिसकेपछि च्याटजिपिटीले प्रोभाइड गर्नेछ 4 वटा फोटोको प्रोम्प्ट र भिडियोको प्रोम्प्ट एकैचोटी यहाँ देखिरहनु भएको छ। अब यहाँनेरि हामीले के गर्नुपर्ने हुन्छ भने सबैभन्दा पहिला इमेज नम्बर 1 एउटा फोटो बनाउनको लागि यो प्रोम्प्ट युज गर्नुपर्ने हुन्छ भने दोस्रो फोटो बनाउनको लागि यो प्रोम्प्ट युज गर्नुपर्ने हुन्छ। त्यस्तै तेस्रो इमेज बनाउनको लागि यो प्रोम्प्ट युज गर्नुपर्ने हुन्छ। चौथोको लागि यो प्रोम्प्ट युज गर्नुपर्ने हुन्छ। त्यस्तै भिडियोको लागि पनि यहाँ यसरी प्रोम्प्ट दिएको छ है। अब सबैभन्दा पहिला हामी इमेज नम्बर 1 को प्रोम्प्टलाई कपी गरौँ। इमेज नम्बर 1 को प्रोम्प्टलाई यसरी कपी गरौँ। इमेज नम्बर 1 को प्रोम्प्टलाई यसरी कपी गरिसकेपछि तपाई जानुपर्ने हुन्छ गुगल क्रोम ब्राउजरमा। गुगल क्रोम ब्राउजरमा गएर क्लिक गर्नुहोस् र यहाँ माथि तपाईले लेख्नुपर्ने हुन्छ जेमिनी भनेर। जेमिनी लेखेर सर्च गरेपछि तपाई यो इन्टरफेसमा आउन सक्नुहुन्छ। यो लिंकलाई तपाईले क्लिक गर्नुहोला। यो लिंकलाई क्लिक गरिसकेपछि तपाईले आफ्नो जीमेल अकाउन्ट हालेर साइन अप गर्नुहोला। साइन अप गरिसकेपछि तपाई यस्तो खालको अर्को इन्टरफेसमा आउन सक्नुहुन्छ। अब तपाईले यो तलको अप्सनमा थिचेर तपाईले यहाँनेरि क्रिएट इमेज भनेर आएको छ। यो क्रिएट इमेजमा गएर क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरिसकेपछि अब त्यो प्रोम्प्ट अघि जुन हामीले कपी गरेका थियौं इमेज नम्बर 1 को त्यो प्रोम्प्टलाई चाहिँ यहाँनेरि पेस्ट गरिदिनु होला र यसलाई सेन्ड गरिदिनु होला। 1 नम्बर इमेज तयार पारेर दिन्छ है। यसरी 1 नम्बर इमेज तयार पारेर आइसकेको छ। अब यसलाई डाउनलोड गर्नु होला। यसलाई डाउनलोड गर्नुहोस्। यसलाई डाउनलोड गरिसकेपछि फेरि तपाई यसलाई ब्याक जानुहोस्। ब्याक गएर फेरि च्याटजिपिटीमा जानुहोस्। च्याटजिपिटीमा गएर तपाईले अघिको प्रोम्प्ट इमेज नम्बर 2 को फेरि यसरी नै कपी गर्नुपर्ने हुन्छ है। यसरी नै यो प्रोम्प्ट नम्बर 2 लाई पनि कपी गर्नुहोस्। फेरि तपाई जानुहोस् जेमिनीमै। अब यहाँ लङ प्रेस गर्नुहोस्। यसलाई पेस्ट गरिदिनुस् है। यसलाई पेस्ट गरिदिनुस्। यसलाई पेस्ट गरेपछि तपाईको दोस्रो नम्बरको इमेज पनि तयार हुन्छ। ल अब यहाँनेरि दोस्रो नम्बरको इमेज पनि तयार भएर आइसकेको छ। अब यसलाई फेरि यसरी लङ प्रेस गरेर यसलाई पनि डाउनलोड गरिदिनुस् है। यसलाई डाउनलोड गरिदिनुस्। यसलाई डाउनलोड गरिसकेपछि यहाँ 1 नम्बर र 2 नम्बरको इमेज तयार भएर आइसकेको छ। त्यसैगरी फेरि तेस्रो नम्बरको इमेज कपी गर्नुहोस्। तेस्रो नम्बरको इमेज कपी गर्नुहोस्।
फेरि यसलाई यहीँ गएर पेस्ट गर्नुहोस्। यसरी तपाईले क्रमशः 4 वटा इमेज जेनेरेट गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला। अब यहाँ 3 नम्बर इमेज पनि आइसकेको छ। अब यसलाई पनि फेरि डाउनलोड गरिदिउँ। अब चौथो नम्बर इमेजमा जानुपर्ने हुन्छ। चौथो नम्बर इमेजको प्रम्प्टलाई फेरि डाउनलोड गरिदिउँ। त्यसरी नै मैले यहाँनिर चौथो नम्बरको इमेज प्रम्प्ट पनि सेलेक्ट गरिदिएँ। अब यहाँनिर चौथो नम्बरको इमेज तयार भएर आउँछ। त्यसपछाडि हामी भिडियोको प्रोसिजरमा जानेछौँ। भिडियोको प्रम्प्ट पनि हामीलाई च्याटजिपिटीले दिइसकेको छ। यसरी तपाईँ पनि स्टेप बाई स्टेप 4 वटा इमेजको प्रम्प्ट लगाएर इमेज क्रिएट गरेर डाउनलोड गर्नु होला है। डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि अब फेरि हामी च्याटजिपिटीमा जाउँ। च्याटजिपिटीमा गए पछाडि यहाँनिर इमेज 1 टु इमेज 2 भनेर आएको छ। अनि यो इमेज 1 नम्बर र 2 नम्बरको इमेजको लागि चाहिँ यो प्रम्प्ट युज गर्नुपर्ने हुन्छ। यसलाई लङ प्रेस गरौँ, यसो गरौँ, यसलाई कपी गरौँ। अब हामी फेरि जानुपर्ने हुन्छ गुगल क्रोम ब्राउजरमा। अब तपाईले यहाँनिर फ्लो एआई भनेर लेख्नुपर्ने हुन्छ है। फ्लो एआई भनेर लेखेर सर्च गरेपछि तपाईँ यो इन्टरफेसमा आउन सक्नुहुन्छ। त्यसपछाडि यो पहिलोलाई तपाईले क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले आफ्नो जीमेल अकाउन्ट हालेर साइन अप गर्नु होला। साइन अप गरिसकेपछि तपाईँ यस्तो खालको इन्टरफेसमा आउन सक्नुहुन्छ जहाँनिर तपाईको न्यू प्रोजेक्ट भनेर लेखेको हुन्छ। न्यू प्रोजेक्टमा गएर क्लिक गर्नुहोस्। न्यू प्रोजेक्टमा गएर क्लिक गरिसकेपछि तपाईले यहाँनिर टेक्स्ट टु भिडियो भन्ने अप्सन देखिरहनु भएको छ। त्यहाँ गएर क्लिक गर्नुहोस्। त्यहाँ गएर क्लिक गरिसकेपछि यहाँनिर फ्रेम्स टु भिडियो भनेर आएको छ। त्यहाँ फेरि क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँनिर इमेज 1 टु 2 भनेर यहाँ दुईटा अप्सन आएको छ। यहाँ पहिला 1 मा 1 र 2 मा 2 तपाईले सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसैले म यहाँ क्लिक गरेर मेरो इमेज जुन अघि डाउनलोड गरेको थिएँ 1 म यसलाई सेलेक्ट गरिदिन्छु। यसलाई सेलेक्ट गरिदिसके पछाडि यहाँनिर अब फेरि अर्को इमेज नम्बर 2 पनि यसरी नै अपलोड गर्नुपर्ने हुन्छ। यहाँ मुनि देखिरहनु भएको छ इमेज नम्बर 1 आइसकेको छ। त्यसै गरी इमेज नम्बर 2 यहाँ इमेज नम्बर 2 लगाउनु पर्ने हुन्छ। इमेज नम्बर 2 पनि सेलेक्ट गरिदिएँ। ल फाइनली यहाँ इमेज नम्बर 1 र इमेज नम्बर 2 आएको छ। अब त्यो अघि कपी गरेको प्रम्प्टलाई यहाँनिर पेस्ट गरिदिउँ। पेस्ट गरिदिसके पछाडि यसलाई सेन्ड गरिदिउँ। यहाँनिर देखिरहनु भएको छ यहाँ भिडियो जेनेरेट हुनु सुरु भइसकेको छ। अब यो 100 पुगिन्जेलसम्म वेट गर्नुपर्ने हुन्छ। र यहाँनिर हाम्रो इमेज नम्बर 1 र 2 को भिडियो तयार भएर आइसकेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ। यो भिडियो आइसकेको छ। अब यसलाई डाउनलोड गर्नु होला। यसलाई डाउनलोड गर्नको लागि यहीँनिर लङ प्रेस थिचेर यहाँ माथि देखिरहनु भएको छ डाउनलोडको अप्सन, यहाँ गएर डाउनलोड गर्नु होला। यो डाउनलोड भइसक्यो। अब त्यसै गरी इमेज नम्बर 2 र 3 को पनि भिडियो हामीले क्रिएट गर्नुपर्ने हुन्छ। यसलाई ब्याक जाउँ। ब्याक गइसकेपछि यो फेरि च्याटजिपिटीमा आउँ। च्याटजिपिटीमा आइसकेपछि यहाँनिर देखिरहनु भएको छ इमेज नम्बर 2 र 3 को भिडियो प्रम्प्ट चाहिँ यो रहेको छ। यसरी नै यसलाई सेलेक्ट गर्नु होला। यसरी सेलेक्ट गर्नुहोस्। सेलेक्ट गरेपछि यसलाई कपी गरौँ। कपी गरिसकेपछि फेरि हामी त्यसरी नै फ्लो एआईमा ब्याक जाउँ। ब्याक गइसकेपछि यसरी यहाँनिर 2 र 3 को यहाँनिर लगाउनु पर्ने हुन्छ। यो पहिलोमा 2 को लगाउनुहोस्, सेकेन्डमा 3 को। अपलोड फाइलमा जानुहोस्। अपलोड फाइलमा गइसकेपछि 2 को सेलेक्ट गर्नुहोस्। फाइनली यहाँनिर 2 को आइसकेको छ। अब त्यसै गरी यहाँनिर इमेज नम्बर 3 पनि सेलेक्ट गर्नुहोस्। इमेज नम्बर 3 पनि सेलेक्ट गर्नुहोस्। ल यहाँनिर यसरी नै 2 र 3 को आइसकेपछि जुन अघि कपी गरेको प्रम्प्टलाई फेरि यसरी नै यहाँनिर पेस्ट गरिदिनुहोस्। पेस्ट गरिदिसकेपछि यसलाई सेन्ड गरिदिनुहोस्। सेन्ड गरिदिएपछि यहाँनिर देखिरहनु भएको छ इमेज नम्बर 2 र 3 को पनि यहाँ भिडियो जेनेरेट भइरहेको छ।
ल फाइनली यहाँनिर 2 र 3 को भिडियो पनि जेनेरेट भइसक्यो। अब यसलाई डाउनलोड गर्नुपर्छ। यसलाई डाउनलोड गर्नुको लागि यहाँनिर लङ प्रेस गर्नुहोस्। लङ प्रेस गरिसकेपछि यो डाउनलोडको अप्सनमा गएर तपाईँले क्लिक गर्न सक्नुहुन्छ। यो भिडियो पनि डाउनलोड भइसक्यो। अब त्यसै गरी इमेज नम्बर 3 र 4 को पनि प्रोम्प्टलाई कपी गर्नुपर्ने हुन्छ। यसरी यसलाई कपी गर्नु होला है। यसरी यसलाई कपी गर्नुहोस्। अब यहाँनिर गएर फेरि यहाँनिर गएर तपाईँले इमेज नम्बर 3 र 4 लाई यसरी अपलोड गर्नुहोस्। इमेज नम्बर 3 सिलेक्ट भइसक्यो। त्यसै गरी इमेज नम्बर 4 तपाईँले सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँनिर इमेज नम्बर 4 लाई सिलेक्ट गरिदिउँ। इमेज नम्बर 4 को इमेज सिलेक्ट गरिसकेपछि अघि कपी गरेको प्रोम्प्टलाई यहाँनिर पेस्ट गरिदिनु पर्ने हुन्छ। अब यसले इमेज नम्बर 3 र इमेज नम्बर 4 को भिडियो तयार पार्छ। अब यसरी यहाँनिर तपाईँलाई म देखाउन चाहन्छु। यसरी 3टा भिडियो डाउनलोड गरिसकेपछि तपाईँले आफूले चलाउने आफ्नो भिडियो एडिटर एपबाट तपाईँले यो 3टा भिडियोलाई 1 बाइ 1 जोडेर एउटा लामो भिडियो बनाउन सक्नुहुन्छ। यस्तो भिडियो हेर्नको लागि कृपया मेरो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि अर्को भिडियो भेट्नेछु। धन्यवाद।